हेलो गाइज नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला। म अनि एकदम सन्चै छु होइन। अनि आज चाहिँ न्यू डे न्यू ब्लग। अनि आज चाहिँ मेरो नुमा बुनुको चाहिँ गुनी चलो होइन गाइज। त्यसैले यहाँ हामीहरूले त्यस कारणले सानो मिनी ब्लग बनाएको छु। सबैजनाले मन पराइदिनु होला है। अनि सबभन्दा पहिला चाहिँ हामी गेट बनाउनु पर्ने गाइज, किनकि गेट बिना त कसरी मान्छे छिर्छ होइन। अलिक दामी होस् न, डेकोरेसन पनि खतरा होस् न, केटाले भन्नुहोस् न होइन, गाउँको मान्छेले होइन। त्यस कारणले यता चाहिँ मेरो भाइहरूले खन्दैछ अनि दुईजना चाहिँ यहाँ खै के गरेको हजुरहरूले कमेन्टमा भन्नु होला। अनि यता चाहिँ मामाले टक्कै कुखुरा ल्याउनु भयो होइन गाइज। अब यता चाहिँ टक्कै देख्न सक्नुहुन्छ, यता चाहिँ केटाले चाहिँ रेडी बनाइसकेको थिएछ गेट होइन। अब यो गेट बनाइसकेर अब ठुलो गेटमा जानुपर्ने हुन्छ। अनि अब गेट चाहिँ अलिक दामी होस् न, हेर्दाखेरि खतरा भन्नुहोस् न है। त्यसैले हामी धेरै मिहिनेत गर्दैछौँ, देख्न सक्नुहुन्छ यस्तो घाममा। यता चाहिँ केटाले चाहिँ टक्कै गेटमा सजाउने ल्यायो। अनि यता चाहिँ अब प्यानो स्यानो हाल्नु पर्ने हुन्छ त, टक्कै गुनी चलो भनेर लेखेको। अनि यता चाहिँ छुट्टिनुमा ल हामी चाहिँ अब ठुलो गेटमा आइसक्यौँ होइन। देख्नुहुन्छ राखीले चाहिँ नापसाप लिएर होइन, सब केटा अब यहाँ जुड्नु पर्ने हुन्छ। अब यो चाहिँ अब अहिले चाहिँ गुनी चलो भोलि भने आज काम गरेको होइन गाइस। देख्न सक्नुहुन्छ रेडी बनाएर हाम्रो ठुलो गेट। अब यो चाहिँ चाहिन्छ नि त, अब तिहारमा पनि यसमै चेन्ज गरेर त प्यानर चेन्ज गरेर नयाँ हाम्रो ह्याप्पी दिपावली भन्ने। अनि यता चाहिँ कार्यक्रम सुँगुरमा कार्यक्रम छ देख्न सक्नुहुन्छ। तर यो चाहिँ खानालाई होइन, यो कोसेली दिनको लागि हो होइन। अब देख्न सक्नुहुन्छ हाम्रो केटाहरू मेहनती छ नि त घर। अब अनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ माइजूले छाक्नु हुँदैछ कुखुराको मासु, किनकि छाक्यो भने चाहिँ एकदम साह्रो हुन्छ, एकदम मिठो हुन्छ। अनि नेक्स्ट डे देख्न सक्नुहुन्छ होइन। अब यहाँ चाहिँ पुरै खसीको मासु काटेर रेडी बनाइसकेको छ। यहाँ सबैजनाले अब धेरै त खानु त खसी मासु, त्यो पनि अलिअलि प्राउन फुलाउने काम पर्यो गाइज, देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हामी प्राउन फुलाउँदैछु, यस्तो मजाले प्राउन फुलेको हेर्नुहोस्। र यता चाहिँ हाम्रो साइडमा चाहिँ अब पूजा गर्नुपर्ने हुन्छ। यो ठुलो पूजा चाहिँ हामीले गर्थेन होइन, त्यसैले गर्दैछ नानी बाबुहरूले, देख्न सक्नुहुन्छ। यिनीहरूको हातबाट चाहिँ गऱ्यो भने शुभ मानिन्छ, त्यसैले हामी गर्दैछौँ। अनि एउटा चाहिँ टक्क अब टिका सिका हालेर दक्षिणाहरू दिन्छ। अब कति दिन्छ अब त्यो त के भन्नु। पट्टि चाहिँ त्यो अचारको लागि पुरै काटिनेछ टमाटर। अनि यता चाहिँ पुलाउ मामाले बनाउनु हुँदैछ। अनि हाम्रो मासु पुलाउ खसीको मासु, सुँगुरको मासु चाहिँ छैन गाइस, किनकि त्यो त कोसेलीको लागि हो गाइस, किनकि त मामलो अब बुढो मामलो कसलाई। अनि देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो पुलाउ रेडी भइसकेको छ, यस्तो दामी देख्छ नि, हेर्नु सक्नुहुन्छ। हेर्दाखेरि खाउँ जस्तो लाग्छ, देख्न सक्नुहुन्छ यस्तो दामी छ है। अनि यता साइडमा चाहिँ हाम्रो खसीको मासु पकाउने कार्यक्रम छ। यता चाहिँ हाम्रो कुक नम्बर 1 देख्न सक्नुहुन्छ, कत्रो ज्यान छ उहाँको। अनि यता चाहिँ मसला ससला पुरै मिलाउनु हुँदैछ। अनि यता टक्क हुँदैछ, पाक्दैछ। मलाई त खसीको मासु धेरै ठिक लाग्दैन, किनकि मन पर्दैन क्या गाइस। मेरो चाहिँ डेकोरेसन चाहिँ अब यहाँ भाइहरूले चाहिँ पुरै कम्प्लिट बनाएर रेडी बनाएको छ। अनि यहाँ चाहिँ नुमा टक्कै बसिरहेछ। अनि अर्को साइडमा चाहिँ यहाँ टक्कै कुखुराको मासु पकाउने हुन्छ, किनकि एकै ठाउँ त पकाउनु हुँदैन, किनकि त्यो अलिकति मिलावट थोरै पनि भयो भने त्यहाँ मान्छे रिसाउनुहुन्छ सबैजना। अनि टिका टालो चाहिँ सुरु भइसक्यो, देख्नु सक्नुहुन्छ। नुमाको मम्मीले हालिदिनुहुन्छ, नुमाको बाजेले पनि राम्रो आशीर्वाद दिनुहुँदैछ। राम्रोसँग नुमा पढ्नु, मम्मीलाई धेरै नसताउनु भनेर दिनुहुँदैछ आशीर्वाद। अनि यता चाहिँ टक्कै हिरोनीले पैसा हेर्दैछ। अनि यतापट्टि चाहिँ अर्को हिरोनी कस्तै हेर्दैछ हेर्दै मार्दा जस्तै। अनि यता चाहिँ अब सबैजनालाई खुवाउने कार्यक्रम सुरु हुन्छ। अनि यता चाहिँ राई टिम देख्न सक्नुहुन्छ, कस्तो राम्रोहरू है, चिरिक्क परेछ। अनि अब चाहिँ यता खुवाउनु पर्ने हुन्छ। यता चाहिँ छुट्टै खसीको मासु पार्टीहरू, किनकि एकै ठाउँमा त खानु मिलेन गाइज, किनकि त्यहाँ अलिकति मिलावट हुन्छ थोरै भए पनि। अनि यता चाहिँ कुखुरा पार्टीमा छ सेरिया। अनि यता चाहिँ हाम्रो अब रीतिरिवाज राईको के हो खै म पनि बुझेको छैन अहिलेसम्म होइन। अब यो सुँगुरको मासु मामलो, अनि बुढो मामलो खै के हो के अब रक्सी सक्सी त पुरै चल्यो। हामी त राई हो नि त गाइज, राईमा त रक्सी किन त हुँदैन नि। अनि हजुरलाई देखाउन चाहन्छु। अनि यता चाहिँ हाम्रो सबैजना देख्न सक्नुहुन्छ। अब यहाँ हाम्रो कोसेली लिएर त्यहाँ टक्क राख्छ, अब त्यहाँ के गर्छ देख्न सक्नुहुन्छ। ढोकढाक अब यो मामलो टाउको यो के हो खै म पनि अहिलेसम्म थाहा छैन, देख्न सक्नुहुन्छ। यहाँ कुरा गरिदिनु हुँदैछ सबैजनाले मजाले आफ्नो रीतिरिवाज के हो राईको, यसमै तपाईँले बुझिसक्नुहुन्छ आफै। धन्यवाद।